गुड मर्निङ अनि सुप्रभात तपाईहरु सबैजनालाई। जतिजना पनि तपाईहरुले यो सन्देश सुन्दै हुनुहुन्छ हजुरहरुलाई आजको सन्देशको लागि स्वागत गर्न चाहन्छु। आशा गर्छु तपाईहरुको दिन एकदमै असल बितिरहेको छ अनि आउँदो समयको लागि पनि असल आशा राख्दै यो सन्देशलाई आज हामी सुन्न गइरहेका छौं। र आजको यो सन्देशको शीर्षक चाहिँ के छ भन्दाखेरि प्र्याक्टिसिङ एक्सेप्टेन्स, स्वीकृतिलाई हाम्रो सम्बन्धमा प्रयोगमा ल्याउनु। स्वीकृति भन्नाले एक्सेप्टेन्स। म तपाईलाई एउटा सानो स्टोरी सुनाउँछु। एक दिन छोरा स्कुलबाट आएछ, बाउसँग बसिरहेको बेला बाउलाई भनेछ, बाबा तपाईले मलाई माया गर्नुहुन्छ भनेर सोधेछ। छोरा तिमीले यो के सोधेको? तिमीलाई थाहा छैन म तिमीलाई माया गर्छु? म तिमीलाई हर कुरो तिम्रो इच्छा चाहनाको कुराहरू म पूरा गरिदिन्छु। फेरि छोराले सोधेछ, बाबा तपाईले मलाई माया गर्नुहुन्छ? फेरि पनि त्यही क्वेसन किन सोधेको तिमीले? म तिमीलाई माया गर्छु नि, सानैदेखिको तिमीलाई मैले हेरचाह गरिरहेको छु, अहिले पनि तिम्रो हरेक जरुरत खाँचो पूरा गरिरहेको छु। छोराले फेरि सोधेछ, बाबा तपाईँ मलाई माया गर्नुहुन्छ? एकछिन बाउले सोचेछ, छोरा तिमीले मलाई किन यसरी सोधेको? छोराले भनेछ, बाबा एउटा कुरा सोधौँ तपाईलाई, तपाईले मलाई स्वीकार्नुहुन्छ भनेर सोधेछ। माया गर्ने एउटा कुरो हो अनि स्वीकार्न अर्को कुरो हो। अनि साँच्चै आजको दिनहरुमा चाहिँ हामी एउटा सांस्कृतिक हाम्रो कल्चर, हाम्रो जति पनि पुर्खादेखिको चल्दै आएको सिस्टममा चाहिँ डिमान्डिङ सोसाइटी छ। यो चाहिँ एकदमै, यदि तिमीले यो गर्यो भने म त्यो गर्छु, यदि तिमीले त्यो गर्यो भने म यो गर्छु, यदि तिमीले राम्रो काम गर्यो भने तिम्रो प्रमोसन हुन्छ, राम्रो मार्क्स ल्यायो भने म तिमीलाई माया गर्छु, तिमीलाई यो किनिदिन्छु त्यो किनिदिन्छु हैन। यदि तिमीले यो बेहोरा बानी सुधार्यो भने अन्त मात्रै म तिमीलाई माया गर्छु। हामी डिमान्डिङ कल्चरमा छौँ, त्यो संस्कृतिमा छौँ। अनि तर यहाँनिर जब हामी आफ्नो सम्बन्धको आधारमा जब यो कुरालाई हेर्दाखेरि सम्बन्ध र रीतिरिवाज कल्चरहरू र हामीले सिक्दै आएको बेहोरा बानीहरू चाहिँ भन्दाखेरि भिन्नै हुन्छ। सम्बन्धमा एक्सेप्टेन्स हैन, स्वीकृति एकदमै इम्पोर्टेन्स हुन्छ। नो म्याटर वाट, के भइरहेको छ, कस्तो भइरहेको छ, के म मेरो पार्टनरलाई, मेरो छोराछोरीलाई, मेरो आमा बाउलाई, मेरो परिवारलाई स्वीकार्न तयार छु? यो एकदमै गम्भीर प्रश्न छ हाम्रो निम्ति अनि गाह्रो पनि छ। यो कुरो असम्भव, हाम्रो लागि जहिले पनि असम्भव नै छ। तर बाइबलको वचनले हामीलाई भन्दछ, रोमीको 15:7 ख्रीष्ट येशूले तिमीहरूलाई ग्रहण गर्नु भयो, त्यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक अर्कालाई स्वीकार गर्नुपर्छ। परमेश्वरको आदेश हेर्नुस् न हामीलाई, जसरी ख्रीष्ट येशूले हामीलाई ग्रहण गर्नुभयो, जस्तो छौँ त्यस्तै ग्रहण गर्नुभयो, त्यसरी नै परमेश्वरको आदेश पनि हाम्रो लागि चाहिँ ख्रीष्ट येशूमा उहाँको महिमाको निम्ति एक दुसरालाई ग्रहण गर, एक्सेप्ट गर, जस्तो छ त्यस्तै एक्सेप्ट गर। आई थिङ्क त्यो एक्सेप्टेन्सले हामीलाई सेन्स अफ सिक्योरिटी दिन्छ है। म जस्तै भए पनि, जे नै भए पनि, जब मेरो आमाकोमा जान्छु, बाउकोमा जान्छु, मेरो पतिकोमा जान्छु या पत्नीकोमा जान्छु, मेरो साथीकोमा जान्छु, मलाई जस्तो पनि एक्सेप्ट गर्छ। जब एक्सेप्टेन्स हुन्छ त्यहाँनिर सेन्स अफ सिक्योरिटी, हामीलाई एउटा सुरक्षित महसुस हुन्छ, निर्धक्कता हुन्छ, एउटा ढुक्कपना हुन्छ अनि हामीले लुकेका कुराहरू पनि खुल्ला भएर भन्न सक्छौँ। अनि जब त्यस्तो परिस्थिति आउँछ त्यति बेला हामी एक दुसरालाई स्वीकार्न जरुरी छ। तर यो कन्डिसनल वर्ल्डमा हामीलाई गाह्रो पर्छ। धेरै कुरा हामी डिमान्ड गर्छौँ, तिमी यस्तो भयो भने त्यस्तो भयो भने मात्र म तिमीलाई स्वीकार्छु। र प्रियजनहरू, परिवारहरू, हाम्रो सम्बन्धमा स्वीकृति, एक्सेप्टेन्स सिक्नु एकदमै जरुरी छ। मलाई पनि गाह्रो छ, पर्यो, म पनि सिक्दैछु। हजुरहरूले पनि यसलाई प्रयोग गरेर हेर्नुहोस् अनि त्यसको प्रत्युत्तर हेर्नुहोस्, त्यसको रेस्पोन्स हेर्नुहोस्, कति राम्रो तपाईँले त्यसको एउटा एन्सर पाउनुहुन्छ। र आज तपाईँले कसैलाई भेट्नुभयो या कसैलाई जान्नुहुन्छ, सबैले हुन्छ भने यो वचनलाई याद गर्नुहोस्। रोमी 15:7 ख्रीष्ट येशूले जसरी हामीलाई स्वीकार्नु भयो, एक दुसरालाई पनि परमेश्वरको महिमाको निम्ति स्वीकार गर, स्वीकृति
हुन्छ। आजको दिनको लागि यति नै मा राख्दछु म, अनि हजुरहरूलाई यसबाट केही न केही सहयोग पुगेको छ भन्ने कुरो म विश्वास गर्दै भोलि फेरि भेट्नेछु एउटा नयाँ टपिकको साथमा। गड ब्लेस यु, टेक केयर।